स्वीकार्नुहोस् सूर्य बस्नेत भुइँ कविको नमस्कार। धरनालाई कुस्ती क्षेत्र नबनाइयोस् बारम्बार। नाटकै हो गाई खानुनी मुत खानुनी नौटङ्की। धरनामा भिड्न आउने दलरवादी हौ कि? रगत आउन्जेल दूधका मुन्टा चुसी मज्जा लिने। बुढिएपछि थारिएपछि मुस्लिम बोलाइदिने। गाई मातालाई आमा मान्छौं, बुढिएपछि बेच्छौं। आमा बेच्नु धर्मै हो त? यसबारेमा सोध्छौं। लुकी लुकी खाएको बहर पक्रिने काम के थियो? लुकी लुकी खाएको बहर पक्रिने काम के थियो? सोझो जातलाई रिस उठायौ, छुटेपछि देख्यौ। धरान आई धारे हातमा शराब दिन तम्सन्छौ। लाखौं उठी गाई काट्दिए तिमीले छेक्न सक्छौ। हर्क साम्पाङ हटाउनलाई अनेक तिग्दम कस्यौ। राजा फाल्दा हिन्दू हट्दा भुत्रो हेरी बस्यौ। शिक्षा स्वास्थ्य व्यापार तिम्रो मान्छे बेची खाछ। हिन्दू राष्ट्र हटाउनेमा कुन कुन जात छ थाहा छ? गाई नकाट्ने धारा मुनि उपधारा थपियोस्। खाने जातले लुकाई खाउन्, नखानेले पुजियोस्। विखण्डनको बुद्धि बोकी नबनाइदे वारी पारी। चार जात छत्तीसगढ हाम्रो साझा फुलबारी। प्यारो नेपाल सबै जातको बनाऊ साझा फुलबारी।